Hello and namaste everyone. I'm Oki Kimoshibist and welcome to No Filter Friday with Oki. So every Friday I'll just sit and talk about whatever is on my mind, or you guys can also suggest me topics that you want me to talk about. So no filter, no pretending, just me being honest with you guys, and because it's all about being real and relatable, right? So we're just gonna have so much fun and some random chit chats. So let's get started. I know a lot of us feel really insecure and really nervous, especially on stage. Sometimes, like, you feel really nervous, the hands are shaking, your mind is completely blank out, and back of the mind यो पनि चलिरहेको हुन्छ कि that audience is going to judge you. So honestly, you are not alone in this. We all have felt it, but there are few tips and tricks that you can use to not feel that much nervousness and be confident in the stage while you are performing. Tip number one and the most important tip is to practice and practice. So practice गर्दाखेरि पनि यदि मिररको अगाडि प्र्याक्टिस गर्यो भने इट्स बेटर, किनकि हामीलाई हाम्रो फ्लजहरू थाहा हुन्छ, कुन चाहिँ ठाउँमा चाहिँ हाम्रो एक्सप्रेसनहरू मिलेको छैन, कुन स्टेप राम्रो भइरहेको छ, कुन स्टेप राम्रो भएको छैन, त्यो सबै कुरा हामीलाई आइडिया हुन्छ. एन्ड इफ यु डोन्ट ह्याभ अ मिरर द्याट्स ओके, सिम्पली फोनमा पनि हामीले रेकर्ड गरेर हेर्न सक्छौँ हाम्रो पर्फर्मेन्स. अनि यदि लार्ज अडियन्सको अगाडि चाहिँ पर्फर्म गर्नको लागि चाहिँ त्यो कन्फिडेन्स आइरहेको छ भने छैन भने सिम्पली कोही फ्यामिली मेम्बर या फ्रेन्ड्सलाई पनि अगाडि राखेर चाहिँ हामीले रिहर्स गर्न सक्छौँ. त्यसले गर्दाखेरि डाइरेक्ट त्यो स्टेजमा गएर अडियन्सलाई फेस गर्ने चाहिँ गर्नुभन्दा अगाडि नै कोही अडियन्सको अगाडि गऱ्यो भने चाहिँ हामीलाई अलिक कन्फिडेन्स बुस्टअप हुन्छ. सो द टिप नम्बर 2 इज टु फोकस अन योर एक्सप्रेसन एन्ड नट दि अडियन्स, किनकि ब्याक अफ द माइन्ड यदि हाम्रो चलिरहेको छ कि अडियन्सले के सोचिरहेको छ होला, के रियाक्ट गरिरहेको छ, कस्तो एक्सप्रेसन दिइरहेको छ, राम्रो लागिरहेको छ छैन, त्यो कुराहरू हामीले सोच्ने बित्तिकै मेसअप भइहाल्छ सबै सिचुएसन. सो हामीले त्यसमा फोकसै गर्ने होइन. वी निड टु फोकस अन आवर मुभमेन्ट. हाम्रो डान्स मुभमेन्ट कस्तो भइरहेको छ, हाम्रो एक्सप्रेसन्सहरू कस्तो भइरहेको छ, त्यो मोमेन्टलाई, त्यो बिटलाई फिल गरेर गर्ने हो, नट दि अडियन्स. टिप नम्बर 3 इज टु क्रिएट अ स्मल प्री पर्फर्मेन्स रिचुअल. यो रिचुअल इज भेरी सिम्पल अनि द्याट यु क्यान डु बिफोर गोइङ अन अ स्टेज. सो यसमा चाहिँ के हुन्छ भने बेसिकली यु क्लोज युर आइज एन्ड टेक 3-4 टाइम्स डिप ब्रेथ, जसले चाहिँ एकदम काम डाउन गर्न चाहिँ हेल्प गर्छ. एन्ड ब्याक अफ द माइन्ड यो पनि भनिराख्नु पऱ्यो कि द्याट आई एम प्रिपेयर्ड, I am going to nail it, I am going to dance with full confidence, I am well prepared for this. यो सेन्टेन्सहरू, यो कुराहरू चाहिँ तिम्रो माइन्डमा चाहिँ खेलिराख्नु पऱ्यो, जसले गर्दाखेरि चाहिँ यु feel that confidence. Number 4 is to rehearse in costume at least one time before going on a stage. Full costumeहरू, ज्वेलरीहरू सबै लगाइसकेपछि, फुल रेडी भइसकेपछि एकचोटि रिहर्स गर्न चाहिँ इट्स भेरी भेरी इम्पोर्टेन्ट. यसले चाहिँ हामीलाई के थाहा हुन्छ भने किनै अर्नामेन्ट्सहरू चाहिँ हामीलाई अनकम्फर्टेबल भइरहेको छ या खस्न लागेको छ, कुनै कस्ट्युमहरू मिलेको छैन, हामीलाई अनकम्फर्टेबल छ, लुज छ, टाइट छ, त्यो सबै कुरा चाहिँ हामीलाई थाहा हुन्छ. सो यु निड टु रिहर्स एटलिस्ट वान टाइम बिफोर गोइङ अन अ स्टेज. त्यसले पनि कन्फिडेन्स चाहिँ बुस्टअप गर्छ कि ओके नाउ आई एम प्रिपेयर्ड, सबै कुरा चाहिँ अब मेरो ठिक छ भन्ने चाहिँ हाम्रो माइन्डमा आउँछ. एन्ड द लास्ट थिङ इज टु जस्ट enjoy the process, enjoy the dance, enjoy the music, be in that moment. Don't pressurize yourself more. अडियन्सले के सोचिरहेको छ, यताउता दायाँ बायाँ सबै टेन्सन बिर्सेर जस्ट बी इन द्याट मोमेन्ट एन्ड इन्जोय, किनकि नट एभ्रिबडी क्यान पर्फर्म अन स्टेज, राइट? एन्ड यु आर डुइङ इट, सो द्याट मिन्स अ लट. सो यु जस्ट निड टु बी इन द्याट मोमेन्ट एन्ड इन्जोय एभ्रिथिङ, इन्जोय द डान्स. So guys, thank you so much for joining in the first episode of No Filter Friday with Oki, and I hope this video helped you. If it does, then please like, share, subscribe and also comment. I'll see you on next Friday. Till then, stay tuned, stay real.